गाइस हामी लगे खोला पुग्न आँटेको छु। यहाँ त्यहाँ यस्तो ठाउँ हिँड्नुपर्छ। यति जङ्गल हुन्छ। यहाँ बाटो हुँदी पनि एक दुईवटा घर मात्र आउँछ। यो कुरोहरूले पनि साह्रै गर्छ। यहाँ हेर्नु सक्नुहुन्छ हामी लगे खोला पनि पुग्नु आँट्यौँ। खै स्कुल पुग्नु सकिन्छ कि सकिँदैन हेर्नु सक्नुहुन्छ। यहाँ भिड नै यस्तो भएको छ अरे हामी कसरी जान्छौँ के यस्तो ठाउँमा हामी तर्नु सकिँदैन जस्तो लाग्यो भन्दा पनि मिल्दैन। यहाँ एउटा घर रहेछ। यहाँ हेर्नु भिड यहाँदेखि त लडेको भिड खोलासम्म पुगेको समालाई देखाएको छु। यी सक्नुहुन्छ हेर्नु हेर्न सक्नुहुन्छ। यत्रो भिड लडेको छ। म तपाईँहरू रुखले यसरी म जुम गरेर देखाउँछु तपाईँहरूलाई। तलबाट हेर्नु सक्नुहुन्छ तपाईँहरू। यस्तो जुम गरेर देखाउँदा पनि हेर्नु यहाँदेखि तर राति खोलासम्म पुर्याउनु त साह्रै उयो नै हो। हामीले तल हेर्नु तलबाट तपाईँहरूलाई पानी देखाउँछु। यस्तो ठाउँमा हुन्छ। अनि हामी अब अगाडि बढ्दैछौँ बाबाहरूसँग। यस्तो ठाउँमा हामी कसरी तर्नु अब हामीलाई गाह्रो भइसक्यो। मलाई अप्ठ्यारो भइसक्यो। अब म यहाँ चढिरहेको छु। यहाँ माथिबाट झरेको अब यसो राति खोलासम्म पुग्दाखेरि त अचम्मै भइगयो। म त लड्छु चाहिँ भन्दिनँ बस बोल्नु पनि हुँदैन। यस्तो भइसक्यो। यस्तो माथिदेखि भइसक्यो क्या। हामी जसोतसो गरेर यो खोला त भिड चाहिँ नाग्यौँ। अब फेरि आउँछ जस्तो लाग्यो। आइ त गएछ नि होइन। यो ठाउँमा यति क्षति पुगेको छ। यो पानी किन परेको जस्तो लाग्छ मलाई पनि। हेर्नु यस्तो क्षति परेको बेलामा क्षति पुगेको छ। यहाँ हेर्नु सक्नुहुन्छ। हामी यस्तो बाटोबाट हिँड्नुपर्छ। मुढा पनि झरेको रहेछ। यहाँ डेन्जरस भइसक्यो। यस्तो माथिदेखि तल पुगेछ। अब